लगाउनुभन्दा अगाडि नै फर्स्टमा नै हजुरले यो लिप बामहरू लगाएर चाहिँ ओठलाई प्रिपेयर गरेको हुनुपर्छ है। कोर्दाखेरि पनि यसरी तलबाट कोर्यौँ भने चाहिँ हाम्रो लाइन चाहिँ ठ्याक्क ओठको साइजमा नै बस्ने चान्स हुन्छ। अनि यो लाइन चाहिँ आफ्नै लाइनमा कोर्ने। तल कोर्ने बेलामा चाहिँ अलिकति स्माइल दिँदा राम्रो। यो तन्केको हुनु पऱ्यो कि, यो स्किन तन्क्यो भने चाहिँ हजुरलाई लाइनिङ हुन्छ नि आउँदैन। लाइन ठक्क नदेखाउने, अलिकति हल्का ब्लेन्ड गर्ने। लिपस्टिक लगाउँदा पनि हामी यस्तो तलबाट नै सुरु गर्दा राम्रो हुन्छ। अब यो लाइन त कोरेको छौँ तर लाइनलाई हामीले छोप्नु पर्ने हुन्छ। प्यालेटमा जुन कलर हुन्छ त्यही कलर नै देखिनु पर्ने हुन्छ है। पिगमेन्ट चाहिँ आउनुपर्ने हुन्छ। कुनै पनि डार्क कलरलाई लाइट कलरको रूपमा लाउँछु भनेर मिल्दैन है। लाइट कलर लाउनु छ भनेदेखि हजुरले लाइट नै कलर चुज गर्नुपर्ने हुन्छ। लिपस्टिक चाहिँ बाहिर निक्लियो भने यसरी कन्सिल गरिदिने है। ठ्याक्क लाइनिङ कहाँ बिग्रेको छ त्यो भागमा चाहिँ कन्सिलरले मिलाउन सक्छौँ। अनि यसरी ब्लेन्ड गरिदिने। हाँस्यो न।